सो गुड मर्निङ गाइस, वेलकम ब्याक टु अनदर मिनी ब्लग। यो आजको सेकेन्ड ब्लग हो। अनि अहिलेको बज्दैछ 7। अनि हजुरहरू उठ्नु भएको छ कि छैन त्यो चाहिँ मलाई थाहा छैन। म चाहिँ उठेँ होइन, उठीघरि मर्निङ वाक गरेर आएछु हल्का। अनि त्यहाँबाट अहिले अब तपाईँको बिहानको हावासावा त बढियै हुन्छ यो जाडाको मौसमको होइन। यसो चिसो हावासावा खाइयो बिहान बिहानै गएर होइन। अनि त्यहाँबाट तपाईँको भ्यू यस्तो बढिया क्याप्चर गरेँ आज बिहानको। मतलब मैले टेरेसबाट गरेँ, अगाडि गएको गरिनँ। जस्तो कि अब मलाई जहाँसम्म लाग्छ, अब हजुरहरू त अहिलेसम्म उठ्नु भएको छैन होला। र गाइस, हाम्रो यो ढाडे बिडालो पनि भत्वा लागेर आइसक्यो। रातभरि गएर अहिले बिहान आएको। पुरा भत्वा लाग्नमा त यो पनि माहिर छ नि गाइस। गुड मर्निङ गाइस, सबैजनालाई राधे राधे। हेर्न सक्नुहुन्छ अहिले बिहानको 7:12 भइसक्यो। अनि अहिले आज बिहानको भ्यू हेर्नु होला कस्तो छ। यताबाट अलिअलि घाम लागे जस्तो भइरहेछ, तर घाम लागेको छैन, पुरा बादलले ढाकेको छ। अनि यस्तो मिठो हावा आउँदैछ नि गाइस, के भन्नु, पुरा चिसो लागिरहेको छ एकदम। बिहान बिहानै साह्रै राम्रो देख्न पाइरहेको छ बिहान बिहानै गाइस। हेर्न सक्नुहुन्छ हजुरहरू। यो यता माथिपट्टि उस्तै छ गाइस, पुरा जाडो जाडै छ नि गाइस। हजुरहरूको त्यता कस्तो छ कमेन्ट गरिदिनु होला।